अन्त स्टार्ट त भयो कि मजाले सिलगढी जाने हो भाइ बाटो खोल्यो बाटो खोल्यो नि ए अन्त भन्न स्टार्ट एकैतालमा भयो ए है अम्मा हौ ए हिँडेको अब हिँडेको बाटो चाहिँ गाडी त अर्कै किनेछ त तपाईँले त गाडी यो पहिलाकै हो नि बेचेको थियो कि फेरि लिएको होइन यो राम्रो छ है गाडी ए त्यही त अब दोहोरी टिपमा कस्तो छ हो अलिक हावा भर्दै गर्छ है दादामा पनि छैन नि हौ दोहोरी सब पुरानो भयो हो खोइ ए त रहेछ त है डाला पनि है 20 फुटे हो यो 20 फुटे हो टायर पनि हेर्नु नि एउटा टायर उयो छ कि ए टायर त राम्रो रहेछ त नयाँ रहेछ त स्प्रिङहरू पनि भक्कु छ ए अम्मा हो तल गाडी छैन भन्दैछ सिलगढीमा कि जानु पर्यो अब लोन गर्नु पर्यो ए है हावा भर्यो होला बन्द गरिदिनु हावा भर्यो होला पहिलो पनि अस्ति त्यो सिलगढीमा बनाएको कि राम्रो लाग्दैन सो रिमोटले काम नगरेको यसको ए अम्मा हो निशान रहेछ है रिमोट पनि के भयो यसको अलग्गै कहाँ ब्याट्री हाल्नुपर्छ र हो कस्तो घारीमा रोकेको तपाईँले गाडी ट्याप पनि बल्झो भएछ त अगाडिको अन्त त खोइ डाँडाकाँटी पनि हराएछ यहाँ यो अहिले तल काठको काट्नुपर्छ सिलगढीमा नम्बर प्लेट पनि अर्को बनाउने बेला भएछ नि अरिजिनल थियो कि आइन्डी खोज्छ अहिले है ल्या अस्ति त्यो घाँस बोकेको घाँसहरू यहीँ टालेर पलाएछ भाइ कडा घाँस 825 को टायर लाग्दो रहेछ त्यो मेरो चाहिँ पावर स्टिङ हो कि काट्नु सक्दैन यता स्पेयर भनिरहेछ सिबोले काट्नु सक्छ नि ए जाम रहेछ नि त अन्त है तपाईँ अगाडि रहेछ नि अन्त आम्मा को यो फेरि गाडी निकाल्दै हाल्दै गर्छ त म पास त दिदिन नि ए त्यो दोडी अस्ति हेर्नु नि घाँस काटेर दोडी ए तेरिका सिलगढीमा पुगेन नि घाँसमा पऱ्यो नि